म हाम्रै लागि जान लागेको राम्ररी बस है घर पनि राम्ररी हेर गएँ म यति थाकेको छु खाना पनि खानै मन छैन घरै गएर खान्छु तपाईँ गएकोदेखि मलाई यहाँ बस्न गाह्रो भइरहेको छ म काठमाडौँमा सानो कोठा लिएर बस्छु नि है तिमीलाई बस्न मन छैन भने आऊ न त काठमाडौँतिर एउटा कोठा लिएर बस्छ कोठा त ठिकै रहेछ अलि सफा गर्नु पर्यो सफा गरेपछि बस्नलाई ठिकै रहेछ हेर्नुहोस् त रुम कस्तो भयो तिमी भएको ठाउँमा कहिले आम जस्तो भइसक्यो मलाई ल सबै सामान झरेछ त एकैछिन कुर्नुहोस् म प्लास्टिकमा हालिदिन्छु अर्को पर्दैन म आफै गर्छु यति धेरै मद्दत गरिदिनु भयो कोठामा गएर चिया एक कप खाएर जानुहोस् न त को हुनुहुन्छ त घरमा म एक्लै बस्छु यति राम्रो मान्छे एक्लै बस्दा डर लाग्दैन किन डराउनु नि अनि तपाईँ चाहिँ के गर्नुहुन्छ कता बस्नुहुन्छ त भोलि यता नजिकैको पार्कमा भेटौँ न है अनि सबै भन्छु कसको फोन आएको उठाउनु न अघिदेखि आएको आइछ होइन कोही छैन यता म एक्लै हो मलाई पैसा अलि चाहिएको थियो पैसा अलि पठाइदिनु ल पैसा त खासै छैन तर उसलाई पैसा चाहिसकेको जस्तो छ राति हुन लागिसक्यो जाउँ न त तपाईँको रुममा खाना खाँदा